हेलो साथीहरू, हामी चाहिँ माछा मार्ने क्रममा यो चिसाङ खोलामा छौँ। हेलो होइन, चिसाङ खोलामा छौँ यहाँनिर होइन। जालमा माछा यहाँ हेर्नुहोस्, माछा भनेको यहाँनिर देखेन हौ। यहाँभित्र छ माछाहरू चाहिँ हामीसँग पुरै बुदुनाहरू, पकडेहरू, अनि अर्को के भन्छ चमेरे माछा होइन। खोइ यो हेर्नुहोस्, यस्तो माछा हामीले चाहिँ मारिसकेको छौँ जालमा होइन। यो खोला हेर्नुहोस् यस्तो बवाल छ। र तपाईँहरूलाई म एउटा पोइन्ट देखाउँछु। यो खोला हेर्नुहोस्, यो खोलामा हामी चाहिँ माछा मार्दैछौँ तपाईँको। र यसरी माछा मार्दै आउने क्रममा लडिन्छ कि क्या हो, यति दामी पानी आइरहेको छ यहाँनिर हेर्नुहोस् त। बाफ, डाइरेक्ट यो पानी पिउँदा पनि हुन्छ, डाइरेक्ट पानी यो पिउँदा पनि हुन्छ। यस्तो राम्रो छ बा, हेर्नुहोस् नि, यहाँ गुफा जस्तो छ तपाईँको। यहाँदेखि यो खोलाको डिलमा यस्तरी यो खोला यो धारधारमा यस्तो दामी पानी आइरहेको छ। र हामी चाहिँ माछा मार्दै खोलाभरि छौँ मान्छे जालमा। र आज चाहिँ हामीले अब धेरै माछा मारिसकेको अवस्था छ। र अब हामी यहाँदेखि यहाँ माथिसम्म मात्रै जाल हान्ने भन्ने छ। त्यहाँदेखि माथि चाहिँ एकदमै डरलाग्दो जङ्गल छ। त्यता चाहिँ बाघ भालु पनि पाउँछ भन्ने कुरा छ। अब यहाँनिर हामी चाहिँ खाजा खान आँटेको यो ढुङ्गामा बसेर खाजाहरू खाने। र त्यहाँदेखि कता हान्ने यहाँदेखि सल्लाह गरेर हामी यहाँदेखि जान्छौँ ल।